झम्का भेटिन्छ। यो मैले चिनेको जो मान्छे जस्तो लाग्यो त रवि हो कि क्या हो? ए ला सरको आउनु भएछ त। रवि तिमी यहाँ के गर्दैछौ भन्न त? सर मैले त केही गरेकै छैन। घर किन नगएको हो नि? सर म त रामलाई पर्खेर बसेको हो नि। राम त घर पुगिसक्यो, तिमी यहाँ चाहिँ के गरिरहेछौ? ए सर हो र? राम घर पुगिसक्यो? मलाई त भन्दै भनेन त उसले। भन्न त तिमी यहाँ के गरिरहेछौ? यहाँबाट धुवा आइरहेको थियो नि। सर मैले त्यस्तो धुवा आउने चिज त केही गरेकै छैन त। अनि यो चाहिँ के हो भन त? सर यो त दादाहरूले खानुभएको नि भर्खरै। झुट नबोल त तिमी। सर तिमीले मैले खाऊ कि बोलेकै होइन? छैन। तिमीले खाऊ कि होइन सत्य भन त। सर म सत्य नै बोलिरहेको हो। तिम्रो मुखबाट गन्ध आइरहेछ, तिमीले खाऊ कि होइन? सर मेरो मुखबाट गन्ध आएको होइन होला नि। अनि तिमीलाई पढ्नु पर्दैन, घर गएर यहाँ बसेर चुरोट खाने हो? सर मैले चुरोट खाएकै छैन, मलाई पढ्नै मन लाग्दैन। म तिम्रो प्यारेन्ट्ससँग कुरा गर्छु ल। सर नजानु न प्लिज। सोचौला। गुरु रविको धम्का भेटपछि त्यही बेला रविको साथी टुप्लुक्क आइपुग्छ। यो त मेरो साथी रवि जस्तो पो छ त। यो के गरिरहेछ? भिडियो बनाउनु पर्यो, अब बोल्न जानु पर्यो। रवि ओहो राम तिमी पनि आएछौ? तिमी के गरिरहेछौ यहाँ बसेर? साथी म त गाजा खाइरहेको छु नि। यस्तो खाने हुन्छ यति सानो उमेरमा? म त सानो छुइनँ नि, अब तिमी पनि खाने भए खाऊ न त। 6 महिनापछि बिहा लिन्छ, पढाइ राम्ररी लेख। मलाई पढ्न मन लाग्दैन, बरु ल्याऊ तिमी पनि खाऊ। म यस्तो कुरा खाँदिन। नखाने हो भने नखाने भन न, किन खानु पर्थेन? तिमी उता छौ। अब रविको गुरु यही रविको दुर्व्यसनको बारेमा कुरा गर्न रविको गुरु रविको घरमा जानुहुन्छ। ए नमस्कार हजुर, रविको बुबा है? हजुर सर नमस्ते। हजुरसँग एउटा सानो कुरा गर्नु छ, अलि आउनुहोस् न। ए बुढी, हजुर बुढा। 2 कप चिया बनाएर ल्याऊ है। हुन्छ बुढा। हजुर सर यता। हजुरलाई थाहा छ कि रविले चाहिँ गाजा खान्छ त? नै सर। अनि आज म आउने बेला उसलाई पिपलको बोटनिर बसेर गाजा खाँदै हेरेको थिएँ नि। अनि चुरोट। ए हो र त्यसो भए म एकचोटि बाबुसँग कुरा गर्छु नि त। एकचोटि राम्ररी कुरा गर्नुहोस्। अनि घरमा चाहिँ कसरी पढ्छ नि? घरमा त होमवर्क देखा होमवर्क गर भन्दा होमवर्क गरेकै हुन्छ, पढ भन्दा पढेकै बसे हुन्छ। हामीले भने त सही मान्छ। अलि ऊ माथि ध्यान दिनु होला। अनि सङ्गत पनि सोध्नु होला, कस्तो सङ्गत गरेको छ नि। हस् सर हस्। ल हस्, म गएँ। हस् सर हस्। बुबा म त आएँ नि। आयो बाबु, ल ब्याग राखेर यहाँ बस त। बस। अनि बाबु, अनि तिम्रो शिक्षकबाट तिमी धुम्रपान मध्यम गरेको सुन्छु त, के यो सही हो? होइन नि बुबा, यो त सत्य होइन नि, मैले त त्यस्तो काम गरेकै छैन नि। अनि तिम्रो शिक्षकले त भर्खरै त्यही भनेर जानुभयो त। होइन होला, शिक्षकले अर्कै विद्यार्थीलाई देखेको होला, म त त्यस्तो छुँदै छैन। ए नमस्ते बाबु, नमस्ते। तिमी आज खेल्न नजाने? म त जाँदिनँ नि साथी, तिमी नै जाऊ। किन आज के भएको छ र तिमी नजाने? मलाई जे भयो भने तिमीलाई के को चासो? अनि त्यताबाट जाऊ न चुप लागेर। तिमी छिटो आएछौ है घर? अघि नै पिपल बोट मुनि बसेर गाजा खाँदै थियौ नि तिमी। होइन नि साथी, म त गाजा खाएको थिइनँ नि। गर्छौ ल बाबु तिमी। प्रुफ पनि यही छ, हेर्नुहोस् त। अनि यो त सही रहेछ। होइन बुबा, यो सही होइन। यहाँ त अनि भिडियोमा छ त। बुबा त्यो भिडियोमा फेक होला। होइन त्यो भिडियोमा छ। तिमीले मेरो छोरालाई किन कुटेको हो? थाहा छ तिम्रो छोराले पिपलको बोट मुनि बसेर गाजा तानिरहेको थियो रे। कसरी थाहा पायो तिमीले उसले यस्तो गर भनेर? उसको साथले भनेको मलाई। खोइ देखाऊ त बाबु। आमा त्यो त एआई एडिट हो नि, होइन एआईको जमाना छ। बाबु यो तिमीले साँच्चै मेरो छोरालाई किन फसाउन खोजेको? उसको गोजी चेक गर्नुहोस् अनि थाहा पाइहाल्छ। खोइ छोड त बाबु। होइन आमा, गोजीमा केही पनि छैन। खोइ छोड न, छोड हेरौँ। खोइ छोड हेरौँ।
घटना सुनेर रविका आमा र बुवा आफ्नो छोराको बारेमा चिन्तित भई छोराको बारेमा गफ गर्न थाल्छ। ए बुढी यता आऊ त। बुढा हस् बुढा आउँदैछु पर्खिनुहोस् है त। अनि छोरा त अनि यसरी धुम्रपान मदिन गरिरहेछ, अब के गर्ने होला? खोइ के गर्ने म त बिजोग लाग्छ। छोरा यस्तो गर्छ भन्ने पनि थाहा थिएन, के गर्नु भन्नु। ए अनि स्कुल चेन्ज गर्ने हो कि सुधार केन्द्र हाल्ने हो? खोइ अब छोरालाई सुधार केन्द्र पठाउने भन्दा नि नराम्रो लागिहाल्छ। म त खोइ के बोल्न पनि सक्दिनँ, के गर्नु। कोठामा रोएर बसिरहेको छ, के गर्नु भन्नु। खोइ कि सेदार कुन्द्र छोड्नुभन्दा एकचोटि स्कुल चेन्ज गरौँ न, राम्रो साथीहरूको सङ्गतमा हाल्दा हुन्छ कि। खोइ अब त्यही त गर्ने होला नि। विरक्त लागेको छ मलाई त, छोराले यस्तो गर्दो रहेछ भन्ने पनि थाहा थिएन। होमवर्क पनि गर्थ्यो, पढ्न पनि राम्रै पढ्थ्यो, 10 भित्र त पढ्थ्यो विद्यालयमा। के हो म त बुझ्नै सकेँ। त्यही त गर्ने होला त नि। हुन्छ अहिले सुतौँ, भोलि बिहान कुरा गरौँला। हुन्छ। अब त्यो दिनको भोलिपल्ट बिहान रविको साथी राम रविलाई बोलाउन उसको घर आइपुग्छ। रवि मैले के गल्ती गरेर तिमी मसँग बोल्दैनौ? के गल्ती गरे भन्छौ? हिजो राति मलाई फसाएको होइन? अनि तिमी पनि यस्तो सङ्गतमा नजाऊ न त, तिम्रै भलाइ म जस्तो सङ्गतमा गए पनि तिमीलाई के फरक परेर? अनि तिम्रो म साथी हो नि त, अनि तिमी राम्रो बाटोमा जाऊ। तिमी साथी हो भने त्यसो गर्दै गर्दैन थियौ नि। तिमी मेरो साथी रहेछौ, उता छौ। त्यसपछि उनीहरू विद्यालय पुग्छ। हेलो गुड मर्निङ सिट डाउन। थ्याङ्क यू सर। अब रोल कल गरौँ है। रोल नम्बर 1, प्रेजेन्ट सर। रोल नम्बर 2, रोल नम्बर 3, रोल नम्बर 4, रोल नम्बर 5। बिनै भन त रोल नम्बर 5 किन आइरहेको छैन? साथी त गाउँ गएको छ त। ए ल रोल नम्बर 6, प्रेजेन्ट सर। रोल नम्बर 7। प्रेजेन्ट सर। ल सबैजनाले आफ्नो आफ्नो होमवर्क लिएर आऊ त। रवि तिम्रो होमवर्क कहाँ छ? सर मैले त होमवर्कै गर्न बिर्से। किन बिर्स्यौ? होमवर्क गर्न बिर्स्यौ? सर मलाई होमवर्क गर्नै मन थिएन। किन? सर हिजोको कुरा त तपाईँलाई थाहै होला नि। यहाँ आऊ त। हामीहरूले भनेको सबै कुरा सत्य हो के बाबु? तिमीलाई यस्तो चुरोट गाँजा साजा खानु हुँदैन है। अबदेखि त्यो खायो भने हाम्रो धेरै बेफाइदा गर्छ। मुटुमा असर गर्छ, फोक्सोमा असर गर्छ, दिमागमा पनि असर गर्छ, हड्डीलाई पनि कमजोर बनाउँछ के। यस्तो कुरा खायो भने हामीले मात्र घाटा हुन्छ। त्यसले यस्तो कुरा नखाऊ है आजदेखि। हस् सर, आजदेखि म लागु पदार्थ सेवन गर्दिनँ। हस् ल। 6 महिनापछि सर मिठाई खानुस्। ए तिमी प्रथम आयो कि दोस्रो? म दोस्रो आएँ। को आयो? प्रथम चाहिँ को आयो? मलाई थाहा छैन सर लिनुहोस्, लड्डु खानुहोस्। ए तिमी चाहिँ के आयो? सर म त प्रथम भएँ नि फोजिपिए आएर। ए राम्रो गर्यो, यस्तो गाजा साजा नखाएर है। यस्तै अगाडि बढ ल। धन्यवाद सर, धन्यवाद साथी। तपाईँहरूले गर्दा म आज फोजिपिए ल्याउन सफल भएँ। यो त हाम्रो कर्तव्य थियो नि बाबु। यो पनि मेरो कर्तव्य थियो नि साथी। ल धन्यवाद। यो नाराको साथ अभिनय यहाँ सकियो। धन्यवाद मेरा साथीहरू।